नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौं हेडलाइन्सबाट। सिराहामा भ्यान दुर्घटना, 3 जनाको मृत्यु। सप्तरीमा सडक दुर्घटनामा 1 जनाको ज्यान गयो। नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा 2 को मृत्यु। रिसर्च सेन्टरको स्थापना गर्न प्रदेश सरकारसँग नयाँ प्रविधि र विज्ञानको आविष्कारमा लागेका युवाहरूको माग। परमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति प्रतिनिधि सभाका सांसदहरूको विरोध। सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्ट्याउने प्रयास गरिरहेको कांग्रेस प्रमुख सचेतक खारको आरोप। र यथास्थितिमा नेपाल वायु सेवा निगमलाई 1 पैसा पनि दिन नसकिने प्रधानमन्त्री ओलीको भनाई। अब समाचार विस्तारमा। सिराहामा ट्रकले भ्यानलाई पछाडिबाट ठक्कर दिँदा सोमबार 3 जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको ना 1J 7454 नम्बरको भ्यान लाहान नगरपालिका 11 परडिया चोकमा रोकिराखेको बेला सोही दिशाबाट जाँदै गरेको ना 8ख 2415 नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा भ्यानमा सवार सिराहाको पुरानो चोहरबा निवासी 40 वर्षीय गणपति महरा, सिराहाकै बरियारपट्टी गाउँपालिकाका 70 वर्षीय बचिया देवीराम र नाम ठेगाना नखुलेको एक महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिएका छन्। दुर्घटनामा भ्यानमा सवार करिब 1 दर्जन यात्रुहरू घाइते भएको र तीमध्ये 1 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचार भइरहेको इलाका प्रहरी कार्यालय लाहानले जनाएको छ। सप्तरीको खडक नगरपालिका 5 खर्चुहिया स्थित पूर्व पश्चिम राजमार्गमा सोमबार भएको दुर्घटनामा परि 1 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खडक नगरपालिका 4 का 20 वर्षीय सुरज चौधरी रहेका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स2P 6319 नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना 4ख 7659 नम्बरको मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा सिराहा स्थित सप्तऋषि अस्पताल लाहानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको सप्तरीका प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती 8 स्थित जंगलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको मृत्यु भएको छ। सोमबार बिहान नारायणगढबाट बुटबलतर्फ जाँदै गरेको लु 2ख 10 नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु 49P 3625 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रूपन्देही देवद नगरपालिका 7 बस्ने 27 वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा सवार 33 वर्षीय तारा पोखरेलको मृत्यु भएको हो। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि काली गण्डकी अस्पताल कावासोतीमा लगिएकोमा दुवैजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन राणा भाटले जानकारी दिएका छन्। महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा करेन्ट लागेर 1 युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मनरासेसवा नगरपालिका 4 बस्ने सिधु पण्डितका छोरा 19 वर्षीय सञ्जय पण्डित रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। डीजे बाजा बजाउने क्रममा करेन्ट लागेर मृत्यु भएको बताइएको छ। मृतक युवकको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ। डीजे बाजा सहित आएको रथलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नयाँ प्रविधि र विज्ञानको आविष्कारमा लागेका जनकपुर धामका युवाहरू रिसर्च सेन्टरको स्थापना गर्न माग गरेका छन्। नयाँ प्रविधि र रोबोटिक्स निर्माणमा संलग्न युवाहरूले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशमा आविष्कारमा लागेका युवाहरूको एक प्रयोगशाला हुनुपर्ने भन्दै मिथिला रिसर्च सेन्टरको स्थापनामा सहयोग गर्न प्रदेश सरकारसँग माग गरेका छन्। 5 क्लास में पढ़ रहा है, 10th में भी है, इंजीनियरिंग में है, PhD में है, एज डजन्ट मैटर। त्यसमा कुनै पनि बच्चाहरूले आएर आफ्नो जुन आइडिया छ कि म यो गर्न सक्छु दाइ, त्यो रिसर्च सेन्टरमा आएर हामी सबै त्यसलाई इक्विपमेन्ट्स प्रोभाइड हुन्छ भने त्यो आफ्नो इनोभेटिभ आइडियालाई एउटा ठुलो प्रोजेक्टमा कन्भर्ट गर्न सकिन्छ। त्यो भइसकेपछि, त्यो इनोभेट भइसकेपछि हाम्रो म्यानुफ्याक्चरिङ सेक्टर खुल्न सक्छ। जस्तो मैले अटोमेसन्सको रिसर्च गरेँ, अब अटोमेसन्सको रिसर्च भइसकेपछि यसको अटोमेसन्स कम्पनी खुल्छ भने हाम्रो समाजलाई आर्थिक विकास मिल्छ।
नेपाल तथा भारतमा इन्जिनियरिङ विभिन्न संकायमा अध्ययनरत उनीहरूले प्रदेशका युवाहरू काठमाडौँ, भारत र विदेशमा समेत आविष्कारको क्षेत्रमा उल्लेखनीय काम गरेर उदाहरण बनेको भन्दै यस क्षेत्रमा लाग्ने नयाँ पिढीका लागि प्रयोगशाला आवश्यक रहेको बताए। पत्रकार सम्मेलनमा उनीहरूले गरेको नयाँ आविष्कारहरू समेत प्रदर्शन गरिएको छ। यो रोबोट बेसिकली कस्तो छ कि यसमा एउटा अल्ट्रासाउन्ड अब 20 सेन्टिमिटर भयो भने आफै यसले पाथ चेन्ज गरिहाल्छ। अब यही सिस्टम यदि हामीले शहरको चोकमा ट्राफिक प्रहरी नराखेरै मोबाइलको सहायताले ट्राफिक व्यवस्थापन गर्न सक्ने उपकरण, अगाडि कुनै पनि अवरोध आउँदा आफै बाटो फेर्ने वा रोक्ने सेन्सर सहितको रोबोट उनीहरूले बनाएका छन्। दुईवटा संस्था टेक्नोमाइन्ड रोबोटिक्स क्लब र रोबो क्रियुमा आबद्ध भई आविष्कारको क्षेत्रमा लागेका ती युवाहरू अब सँगै मिलेर मिथिला रिसर्च सेन्टर स्थापना गर्ने प्रण गरेका छन्। उनीहरूले प्रदेश सरकारलाई विज्ञान र प्रविधिको क्षेत्रमा लागेकाहरूको विकासका लागि समेत ध्यानाकर्षण गराएका छन्। सरकारले ल्याएको परमाणविक तथा रेडियो धर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति प्रतिनिधि सभाका सांसदहरूले आपत्ति जनाएका छन्। संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेकपा र नेपाली कांग्रेसका सांसदहरूले सो विधेयक राष्ट्रको हित हुने नगरी आएको भन्दै आपत्ति जनाएका हुन्। नेपाली कांग्रेसका सांसद दिव्यमणि राज भण्डारीले सरकारले बाहिरी इन्ट्रेस्टमा परमाणविक भट्टी नेपालमा सञ्चालन गर्ने सम्बन्धी विधेयक ल्याएको आशंका गर्दै मान्य नहुने अडान राखेका छन्। उनले युरोपियन मुलुकहरूका समेत परमाणविक भट्टी हटाउने काम भइरहेका बेला नेपालमा त्यसको स्थापनाको आवश्यकता नरहेको पनि स्पष्ट पारेका थिए। नेकपाका सांसद भीम रावलले परमाणविक भट्टी स्थापना गर्न ल्याइएको सो विधेयक राष्ट्रको हितमा नरहेको धारणा राखेका थिए। उनले सो सम्बन्धी कानून बनाउँदा व्यापक अध्ययन गरेर मात्रै अघि बढाउन पनि सरकारलाई सचेत गराएका छन्। बैठकमा पूर्व स्वास्थ्य मन्त्री डाक्टर भरत प्रधानले परमाणविक भट्टी नेपालको आवश्यकता नभएको धारणा राखेका छन्। विधेयकमा परमाणविक भट्टी स्थापनाका लागि निजी क्षेत्रलाई दिने सरकारको प्रस्तावप्रति विज्ञहरूको समेत आपत्ति छ। पुनः स्वागत छ अपन न्यूजमा। भन्ने बाँकी समाचार। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्ट्याउने प्रयास गरेको आरोप लगाएका छन्। प्रमुख सचेतक खाँडले विधेयकको माध्यमबाट संविधानको प्रावधानलाई उल्ट्याउने काम गरिरहेको प्रमुख सचेतक खाँडको दावी छ। 61औं संसद दिवसको अवसर पारेर पूर्व सांसद मञ्च नेपाल र संघीय संसद सचिवालयले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले संसदीय लोकतन्त्रप्रति विश्वास गर्न पनि सबैलाई आग्रह गरेका छन्। म यो अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक दिवस संसद दिवसमा आग्रह गर्न चाहन्छु आदरणीय सभापतिज्यू। प्रमुख सचेतक खाँडले जनतालाई शान्तिपूर्ण ढंगले जिउने वातावरण बनाउन पनि संसदीय लोकतन्त्रको विकल्प नरहेको स्पष्ट पारेका छन्। संसदीय इतिहासमा पहिलो पटक सांसदहरूको भिडियो प्रोफाइल तयार पारिएको छ। संघीय संसदका सम्माननीय तथा माननीय सदस्यहरूको भिडियो प्रोफाइल सोमबार सार्वजनिक गरिएको छ। 61औं संसद दिवसको अवसरमा सिंहदरबार स्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाइल सार्वजनिक गरिएको छ। समारोहलाई सम्बोधन गर्दै सभामुख कृष्ण बहादुर महराले सरकारको सबै प्रणालीलाई पेपरलेस गरी डिजिटलाइज बनाउने अभियान अन्तर्गत नै सांसदहरूको भिडियो प्रोफाइल तयार पारिएको बताउनु भएको छ। उहाँले सांसदहरूलाई सचिवालयले उपलब्ध गराउन लागेको ल्यापटपका बारेमा गलत प्रचार गर्न खोजिएको गुनासो गरेका छन्। उनले मन्त्री परिषद बैठकमा पेपरलेस गरी ल्यापटप प्रयोग गरिए जस्तै सांसदहरूलाई पनि संसदीय गतिविधिमा प्रयोग गर्ने गरी ल्यापटप दिन लागि स्पष्ट पारेका छन्। टेबलमा राख्ने संसदीय काममा प्रयोग गर्ने भने अहिले क्याबिनेटले वास्तवमा सबै मन्त्रीहरूले टेबलमै राख्छ। त्यो उद्देश्यमा होस् सबै अब हामीले झोला भरि किताब बोक्नु सट्टा कम्प्युटरमा होस् भन्ने उद्देश्य राखेका छ। त्यो पनि डिजिटलाइजकै एउटा अभियान हो। बजेटका केही स्वर पनि आएछ, हामी त्यसलाई सुनिरहेका छौँ। समारोहलाई सम्बोधन गर्दै उपसभामुख शिवमाया तुम्बा हाम्फेले संसदीय इतिहासमा पहिलो पटक सांसदहरूको भिडियो प्रोफाइल बनेको भन्दै खुसी व्यक्त गरेकी थिइन्।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिर सिन्हाले जनताको आस्थाको केन्द्र संसद बाहेक अर्को होइन भन्ने प्रमाणित गर्न सक्नुपर्ने बताएका थिए। जनताको जनसुकै समस्या पनि संसदबाटै समाधान हुन्छ भन्ने प्रमाणित गर्न सकेमा संसदप्रति जनविश्वास बढ्ने र त्यो नै संसद दिवस मनाउनुको सफलता ठहरने उनको तर्क छ। संघीय संसद सचिवालयले तयार पारेको सांसदहरूको भिडियो प्रोफाइल संसद दिवसको सन्दर्भ पारेर सार्वजनिकीकरण गरिएको छ। प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर मराले संसदीय व्यवस्थालाई विगतमा धरापमा पार्ने तत्त्वहरूबाट सचेत रहन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। सभामुख मराले विगतमा संसदीय व्यवस्था गुमाउनु परेको क्षणको स्मरण गराउँदै अब त्यसो हुन नदिन सबै राजनीतिक दलहरूलाई सचेत गराएका छन्। 61औं संसद दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले संसदीय अभ्यासलाई बलियो बनाउने काममा केन्द्रित हुन जरुरी रहेको पनि धारणा राखेका छन्। सभामुख मराले दलहरूभित्रको अन्तर्विरोध चर्काएर खेल्ने तत्त्वहरूबाट जोगिन पनि राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका छन्। कार्यक्रममा पूर्व सभामुख तारानाथ राणा भाटले पूर्व सांसदहरूको सुझाव लिएर मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन सरकारलाई सुझाव दिएका छन्। उनले राष्ट्रिय एकता, सामाजिक सद्भावका साथ मुलुकलाई अघि बढाउन पनि सरकार गम्भीर भएर लाग्नुपर्ने धारणा राखेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायु सेवा निगमलाई 1 पैसा पनि दिन नसकिने धारणा राखेका छन्। प्रधानमन्त्री ओलीले 37 अर्ब घाटामा रहेको नेपाल वायु सेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वास नै नरहेको पनि स्पष्ट पारेका छन्। निगमको 61औं वार्षिक उत्सवको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले तत्काल नेपाल वायु सेवा निगमको समग्र काम कारबाहीमा सुधार नभए सरकार त्यसका सञ्चालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने पनि स्पष्ट पारेका छन्। सुरु विमान उड्छन् भन्ने कुरा होइन। यथास्थितिमा पैसा दिन मिल्दैन। व्यवस्थापनको सञ्चालनको सुव्यवस्था बिना पैसा मात्रै दिएर केही हुँदैन, त्यो मलाई विश्वास छ। त्यसकारण रिलेटेड छ पैसा सरकारले दिने। सरकारकै हो यो कम्पनी। अघि भन्नु भने कसैले $50,000 दिन्छु म भनेर भाडामा लिन चाहन्छ। $50,000 अर्कोले चलाउँदा आउँछ। प्रधानमन्त्री ओलीले वाइड बडी विमान चलाउनका लागि गन्तव्यको खोजी समेत गर्न नसकेकोमा आपत्ति जनाएका छन्। उनले सरकार निगमको साथमा रहेको तर निगमले विमान सञ्चालन गर्न नसकेकोमा आक्रोश व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आफूहरूले निगमको विमान उडान गर्नका लागि युरोपियन मुलुकहरूसँग पनि कुरा गरेको उल्लेख गर्दै भएको विमानहरूलाई चुस्त दुरुस्त राख्न पनि सचेत गराएका छन्। प्रधानमन्त्री ओलीले निगमलाई आवश्यक बजेट दिन सकिने तर त्यसका लागि व्यवस्थापनमा सुधार हुनुपर्ने पनि स्पष्ट पारेका छन्। भक्तपुरमा आइतबार दिउँसो भएको महिला हत्यामा संलग्नका आरोपित 3 जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ। चागु नारायण नगरपालिका 7 बास घाडीमा डेरा गरेर बस्दै आएकी सिन्धुपाल्चोककी 60 वर्षीय सावित्री भट्टराईको आइतबार बिहान हत्या भएको थियो। पक्राउ पर्नेमा सिराहा घर भई हाल भक्तपुर बस्ने मोहम्मद नौसादलाई धादिङबाट भारत घर भएका अर्जुन कुमार भनिने भोला कुमार, भारतकै मोहम्मद रहिसलाई मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्। त्यस्तै मृतककी छोरी ईश्वरी भट्टराईलाई पनि पक्राउ गरिएको छ तर उनलाई सार्वजनिक गरिएको छैन। उनीहरूलाई अपराध महाशाखाको टोलीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ। अभियुक्त सार्वजनिक गर्दै अपराध महाशाखाका प्रमुख सहकुल थापाले छोरीले आफ्नो अवैध सम्बन्ध लुकाउन आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। सिराहामा भ्यान दुर्घटना, 3 जनाको मृत्यु। सप्तरीमा सडक दुर्घटनामा परि 1 जनाको ज्यान गयो। नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु। रिसर्च सेन्टरको स्थापना गर्न प्रदेश सरकारसँग नयाँ प्रविधि र विज्ञानको आविष्कारमा लागेका जनकपुरधामका युवाहरूको माग। परमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति प्रतिनिधि सभाका सांसदहरूको विरोध। सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्ट्याउने प्रयास गरिरहेको कांग्रेस प्रमुख सचेतक खाँडको आरोप। र यथास्थितिमा नेपाल वायु सेवा निगमलाई 1 पैसा पनि दिन नसकिने प्रधानमन्त्री ओलीको भनाई। अपन न्यूज अहिलेलाई यति नै। पल पल खबर तेज नजर अपन टिभी हेर्दै रहनुहोला। नमस्कार।